भन्छ यहाँ विवादको पक्षहरू दुईजना के हुन्छ विवादका पक्षहरू यसरी हुन्छ कुराहरू यहाँलाई अब मेलमिलापको 7वटा चरण छन्। मेलमिलाप गर्दा भनेको नि थाहा पाउनुभयो, विवाद भनेको नि थाहा पाउनुभयो, कसरी छलफल गरिन्छ भनेको 7 चरणमा रहेर छलफल गरिन्छ है। कति चरणमा छ? 7 चरणमा के गरिन्छ म थोरै पछाडि भन्छु। अब त्यो 7 चरणको छलफल गरिसकेपछि यस्तो सहमति पत्र पनि के गरिन्छ त तयार गरिन्छ। मिल्नु भयो भने छलफल टुक्रो पनि सहमति तयार गरिन्छ। यदि भएन भने सहमति भएन भनेर हामी के गर्छौँ लेखेर पठाउँछौँ हुन्छ। ल अब के गर्छौँ 7औं चरणमा हेर्छ त मेलमिलाप हो त्यो 7 चरणको कुरा। पहिलो चरण परिचय शुभारम्भ मेलमिलाप सत्र। 7औं चरण मूल्याङ्कन र सहमति पत्र। दोस्रो चरण आधारभूत नियमको निर्माण। तेस्रो चरण घटना परिस्थितिमा हुनुपर्छ ज्ञान। चौथो चरण सवालहरू पहिचान गर्दै विवादका पक्षहरूको सम्बन्धलाई हेर्दै पक्षहरूको प्रतिबन्ध गर्दा पाँचौं चरण अपनाउनु एकान्त वार्ता। छैटौं चरण विकल्प र समाधानको खोजी विवादका पक्षहरूको साझा हितलाई खोजी। सहमति निर्माण गर्दा अपनाउने सफलता के कसले कहाँ गरी कहिले गर्ने जस्ता मेलमिलाप गर्दा हुँदै एउटा अब 7औं चरणमा के गर्नु त पहिलो चरणमा हामीले के गरिरहेछौँ शुभारम्भ परिचय गर्दैछौँ अनि शुभारम्भ गर्दैछौँ। अब हामी दोस्रो चरणमा आधारभूत नियमहरू बनाउँदै रहेछौँ। आधारभूत नियम भनेको बुझ्नुहुन्छ के गर्न हुने के नगर्ने है त्यो सत्र सञ्चालन गर्दाखेरि। अनि तेस्रो चरणमा हामीले के गर्छौँ घटनाको प्रस्तुति गर्ने रहेछौँ भनेको त्यो विवादमा के भयो कहिले के गर्यो भनेर त्यसको बारेमा विस्तृत रूपमा के गर्ने रहेछौँ त प्रस्तुत गर्न लगाउने रहेछौँ। जस्तै उहाँको र मेरो विवाद भयो भने उहाँको पुरानो घटना प्रस्तुति गर्छु नि के भयो के भन्यो उनले भनेर मलाई भन्नुहुन्छ। मैले पनि उहाँले के भन्नुभयो के गर्नुभयो मलाई चाहिँ अन्याय भयो भनेर मैले आफ्नो घटना प्रस्तुत गर्छु होला नि त होइन। यसै गर्ने सक्यो। अब चौथो चरणमा के गर्छ हेर्नुहोस् त कहाँ छ भाइ चौथो चरण सवालको पहिचान गर्छौँ। समस्या के हो त उहाँहरूको घटना सुनिसकेपछि पुरा सुनिसकेपछि समस्याको बारेमा हामीले थाहा पाउँछौँ अरे के। अनि त्यो थाहा पाइसकेपछि त्यो विवादका पक्षहरूको सम्बन्ध कस्तो रहेछ त पहिला चाहिँ एकअर्कामा सहयोग गर्नु भएको रहेछ कि उहाँहरू राजनीतिक पृष्ठभूमिको फरक हुनु रहेछ कि होइन सांस्कृतिक रूपमा फरक हुनु रहेछ कि त्यो उहाँहरूको के रहेछ त कारण भनेर पनि हामीले के गरेका छौँ त्यहाँ बुझ्दा रहेछौँ। अनि उहाँहरूले यति कुरा भइसकेपछि समस्या पहिचान गरिसकेपछि पनि हेलो भाइ बहिनीहरू त्यो भइसकेपछि उनीहरूले मिल्न चाहेन फडानले जिद्दीपनले होइन मलाई त्यही चाहिन्छ फडान भनेको त्यही चाहिन्छ भन्नु होइन त्यो नभए हुँदैन भनेर भने उनले यसको जिद्दीपन गऱ्यो भने हामी चाहिँ 5औं चरण अपनाउँछौँ रे। अब त्यतिखेर चाहिँ के गर्छौँ त छुट्टै लगाएर के गर्छौँ छलफल गर्छौँ एकान्त वार्ता गर्छौँ है। अनि 6औं चरणमा के गर्छौँ त विकल्पहरू खोजी गर्छौँ। विकल्प भनेको बुझ्नुहुन्छ के हो विकल्प भनेको यो नभए त्यो हो। जस्तै हामीलाई खाजामा भएसम्म राम्रै मासु चिउरा पोक्सो यो गरेमा अलि जुस होइन घसी ससी जे पनि हुन्थ्यो। अब भएन भनेदेखि यसो त्यहाँ भएको के छ यसो तरकारी सरकारी चाहिँ चिउरा दियो भने ठिकै छ भनेर होइन के सम्भावना हुन्छ बजेटका कुराले सबै कुराले हाम्रो यहाँ ठाउँमा बन्छ कि बन्दैन है विकल्प भनेकै है। तर हेर्नुहोस् है तर के हुनु पर्यो हित चाहिँ पुरा हुनु पर्यो। हित भनेको के हो तपाईँको भोक लागेको छ नि तपाईँको भोक मेटाउनु परेको छ तर हाम्रो भोक चाहिँ मेटिनु पर्यो है हो कि होइन भनेको त्यो विवादमा परेको व्यक्तिको पनि समस्या चाहिँ समाधान हुनु पर्यो। तर यही चिज भन्ने होइन विकल्प अरू केही चिजले कसैको लेनदेन छ भने कहिले काम गरिदिएर सुहाउने अथवा आज दिने अलिकति भोलि दिने अलिकति गरेर पनि हुनसक्छ नि त है। यही कुरालाई यसरी हामी के गर्छौँ 6औं चरणमा अपनाउँछौँ दुवैको साझाहरू हितहरू रोजेर। अनि 7औं चरणमा चाहिँ सहमति पत्र तयार गर्छौँ कसले गर्ने के गर्ने कहाँ गर्ने कति गर्ने कहिले गर्ने भनेर प्रश्न रूपमा 5 कको कुरा चाहिँ के गर्ने हामीले खुलाउन पर्छ हुन्छ सकिन्छ। त्यो भइसकेपछि
त्यो मेलमिलापकर्तालाई यो प्रक्रियाको बारेमा जानकारी छैन भने चाहिँ के हुन सक्दैन अरे असल मेलमिलापकर्ता हुन सक्दैन हो कि होइन तपाईहरु सबैजना विद्यार्थी हो के भएर तपाईले आफूलाई सबैजना विद्यार्थी हो भन्नुहुन्छ अनुशासनमा तपाई यो ड्रेस लाउँदैमा विद्यार्थी हुन्छ त तपाईको नामले परिचय हो कि कामले परिचय हो तपाईहरु घर जानु भयो भने के हुनुहुन्छ तपाईको परिचय त्यहाँ के हुन सक्छ छोराछोरी दाइ दिदी काका काकी यहाँ विद्यार्थीको परिचय हुन्छ होला म पनि यहाँ तपाईहरुको अगाडि आउँदाखेरि पो त यहाँ तालिम गर्ने एउटा चाहिँ सहजकर्ता भन्छ घरमा गएपछि त छोरोको बाबुला हैन फेरि बुढीको जवान म त तालिमको सहजकर्ता भनेर त गाडो देला नि हैन त्यसकारणले हाम्रो काम भूमिकाको आधारमा हाम्रो परिचय हुन सक्छ कहिले खेतमा गयो भने त्यहाँ हामी लाखे पनि हुन्छ रोपार पनि हुन्छ हैन त्यसकारणले ठाउँ पछि के हुन सक्छ हाम्रा परिचय भनेको हाम्रा काम हाम्रा भूमिकाले पनि के छ परिचयहरू दिनुपर्छ है हुन्छ हैन त्यसो भए म एउटा हेर्नुस् त अब हाम्रो लक्ष्य चाहिँ यस्तो छ रे हो त्यति सजिलो लाग्छ रे तर छैन रे हेर्नुस् है तपाईको प्लान चाहिँ यस्तो हुन्छ रे ए सकिहाल्छ धात्रै त्यहाँ त्यो घण्टा सुन्छु भन्ने लाग्छ रे तर रियालिटीमा चाहिँ यस्तो छ रे है त्यहाँ चाहिँ विभिन्न खालका चाहिँ डाँडा हो झारमा विभिन्न बाधा अवरोधहरू आउन सक्छन् है हुन्छ ल अब जे गरे पनि सुख छैन ए मेरी बासै सुन्नुभएको नि हामी यति धेरै तर हाम्रो छ एकजना चाहिँ श्रीमान श्रीमती दुईजना श्रीमान श्रीमती रहेछन् अनि एउटा बडालाई चाहिँ के गरेछन् त दुवैजनाले चढेछन् अनि त्यहाँ यसो हेर्ने के भन्दछन् कस्ता पटमुर्का त्यो एउटा गदालाई हेर निर्दयी दुईटै बुढाबुढी चढेर खालि दुहा देखा भने ओहो अब त भएन यस्तो गर्नु नहुनेछ भनेर तिमी चाहिँ श्रीमतीलाई बोलाएर श्रीमान छ कस्तो मान्छे हेर बुढीलाई चाहिँ हेर नै आफू चाहिँ के गर्ने गदामाथि चढ्ने यता कस्तो रहेछ होइन यो त हरामी रहेछ यो बुढो त भनेर अब त्यसो गर्दा नि भएन अनि के गरे अब बुढीलाई चढाएर उसले के गरेर त हिँड्यो अब के भने फेरि आयो कस्तो डर छेर्ला जोइटीको होइन बुढीलाई डर छेरेर उसले के गर्यो बुढीलाई चढाएर आफू चाहिँ हिँड्दो रहेछ भनेर अब त्यसो गरे पनि भएन अनि अब अनि के गरे त होइन दुवैजना चाहिँ हिँडेर के गरे गरे कस्तो पटमोर त्यही एउटा भएको गदाको पनि के गर्न सक्ने उपयोग गर्न सक्ने गदालाई चाहिँ हिँडेर के गरे रित्तै हिँडेर आफूहरू चाहिँ खुट्टाले हिँडिरहेका छन् होइन केही गरे पनि के हुन्छ के अरे यस्तै छ हाम्रो समाज जे गरे भने तर हामीले अरूले के भन्छ भन्ने चिजको पछि लाग्ने चाहिँ हुँदैन है कसले के भन्छ कसले के गर्छ तपाईँ आफू असल काम गर्नुहोस् आफ्नो लक्ष्यमा पुग्नु राख्नुहोस् उद्देश्य राख्नुहोस् के र अरूले के भन्छ भन्ने चिजको धेरै पछि नलाग्नुहोस् ठिक छ तर यो लक्ष्य पुरा गर्नका निम्ति पनि हेर्दा सामान्यतया छतमा पुग्नका लागि मात्रै हो रे भरे जो मान्छेलाई चाहिँ तपाईले अलिकति पुस गरेर यहाँ उचाल्न चाहिँ सकिन्छ रे त्यो भरे प्रयोग गर्न सकिन्छ तर तपाईँ चाहिँ के गर्नु पर्यो आकाश चाहिँ छुन चाहनुहुन्छ भने चाहिँ के गर्नु पर्यो तपाईले आफै मेहनत गर्नु पर्यो हाम्रो आदरणीय गुरुहरूले तपाईलाई केही चाहिँ एउटा भर्याङ चढ्ने एउटा उपाय मात्रै गर्न सक्नुहुन्छ तपाईँ पढ्ने लेख्ने राजनीति के गर्ने मिलेको चाहिँ तपाईँको जिम्मा हो होइन केही हद अगाडि बढ्न सक्नु होला तर तपाईँ जो व्यक्तिलाई चाहिँ हुन्छ एउटा स्टेप पार गर्नको लागि चाहिँ भर्याङ त उनीहरूका लागि हो जो छतसम्म पुग्न चाहन्छन् भन्ने मात्रै हो जो उसको लक्ष्य आकाशमा छ होइन उसले त के गर्नु पर्यो बाटो के गर्नु पर्छ आफै बनाउनु त्यस कारणले सबैभन्दा असल नेता भनेको नै तपाईँ हो हुन्छ मलाई समय सक्यो भन्नुभएको हो ल अब मैले टोकेँ अब जहिले पनि हामीले कसैले केही दियो भने धन्यवाद होइन हामी के गर्छौँ तपाईँले फेसबुकतिर लाइक गर्ने बेला मात्रै गर्नुहुन्छ होइन अहिले गर्नुहुन्न यसो तपाईँलाई बाबामाले केही दिनु भने धन्यवाद आफू ठुलो मान्छे दिनु भने सानो भाइ बहिनी दिनु भने स्याबास होइन यस्तो चाहिँ के गर्नुपर्छ त हामीले बानी गर्नुपर्छ है हुन्छ सकिन्छ ल त्यसो भन्दै
यहाँले यो विशेष यो समय यो गर्मीको अवस्थामा पनि यहाँले यो धैर्यतापूर्वक यहाँ सुनिदिनु भएको छ। यहाँको लागि धन्यवाद हुँदै म एउटा सानो कथा एकजना कथालाई धेरै थियो यहाँसँग धेरै कुरा सेयर गर्न मन थियो, समय छैन। एकजना बुढाबा चाहिँ उमेरको हदबन्दी भनेको 60-70 वर्ष उमेरको बुढा हुनुभयो। अनि त्यो 60-70 वर्ष पुरा भइसकेपछि सबै छोराहरूलाई चाहिँ नाति नातिनीलाई अंश बन्टा भएको धन सम्पत्ति पनि दिइसक्नु भएछ। अब बुढेसकाल पनि भयो होइन। अब बुढेसकाल भइसकेपछि केही धर्म कर्म गर्न तीर्थयात्राको बाटो तय गर्नु पर्यो भन्ने सोच चल्नु भएछ। अब उहाँले के भन्नुभयो त सबैजनालाई बोलाएर म तीर्थ जान्छु, म केही समयको लागि चाहिँ तिमीहरू त्यो राम्रोसँग बस्छ, मैले भएको सम्पत्तिहरू पनि सबै बराबर बाँडेर दिएको छु, मिलेर बस्नु मिलेर खानु होइन। म चाहिँ तीर्थयात्राबाट फर्कन पनि सक्छु नफर्कन पनि सक्छु, उमेरका हिसाबले पनि म बुढेसकाल भइसकेको छ भनेर के भन्नुभयो उहाँले सल्लाह गर्नु। अनि अब सबै झोलाहरू तयार गर्नुभयो, जाने लागिसकेपछि चिसो तयार गरेर चाहिँ उहाँले यस्तो सनुस्कुप माग्छु हेर्दाखेरि के गर्नुभयो यत्रो सान्सानो पोको तोरीको बिउ दिनुभयो। तोरी भनेको थाहा छैन अब तोरी भेटाउनु भएको छ। अनि उहाँले के भन्नुभयो त तिनटै बुहारीहरूलाई बोलाएर के गर्नुभयो बाँड्नु भएछ है। अब यो तोरीको बिउ चाहिँ के गर्नु त सबैजनाले राम्रोसँग राख्नु भनेर के गरेर त उहाँले त्यो तोरीको बिउ सबैलाई भन्दा जेठी पुग्छ बराबर हाल्नु भएको छ। अनि त्यो जेठी बुहारीले चाहिँ के गर्नु भएछ तत्काल लिएर जानुभयो होइन, आफ्नो राख्नु भएछ। अनि माइली बुहारीले पनि गरेर राख्नु भएछ। सबैले आफूले आफ्नो तरकारी के गरे त्यो तोरीको बिउ राखे। अनि केही समयपछि बाको के हो तीर्थयात्रा पुरा भयो, समय भयो, उहाँ पुग्नुभयो, राम्रोसँग सकुशल हुनुभयो। फेरि बाँकी गर्नुभयो, फर्केर आउनुभयो। आइसकेपछि सबै तीर्थयात्राका कुराहरू सुनाउनुभयो। साथी मैले तिमीलाई जाने बेलामा चाहिँ त्यो थोरै तोरीको बिउ दिएको थिएँ, तोरी दिएको थिएँ, त्यो चाहिँ कसले के गर्यो त भन्दाखेरि जेठी भाइले के भन्नु त मलाई तपाईँले राम्रोसँग दिनुभएको थियो, तपाईँले मैले तत्काल गएर के गरेर घरमा लगेर राखेँ, के गरेँ भुट्यो भने यसो तरकारीतिर हालेँ होइन, केही माछा साछातिर के हालेँ खाएँ, सबै सिद्धो गरेँ। अनि अर्को माइली बारीले के भने तपाईँले त राम्रोसँग राख्नु भनेको थियो, के गर्नु भनेको थियो तपाईँले दिनुभएको, मैले त राम्रोसँग राखेको छु घरमा, म लिएर आउँछु है भने दौडेर गएर यसो हेर्दाखेरि चाहिँ पोको जहाँ राखिन्छ ल्याएर सो खोज्दाखेरि त सबै किरा लगाएर के भएर काममा हुन लाग्ने गरी ढुट्टो भएर किराले खाएछ। अनि अर्को बारीलाई सोध्नुभयो यो कान्छी बारीले के भन्दा मैले तपाईँले दिएको तोरी चाहिँ त्यो बारीमा लगेर छरेँ, त्यो तोरीबाट चाहिँ तोरी फलाएँ, मुरीको मुरी ढोक्राको ढोक्रा बोराको बोरा तोरी फलाएँ। त्यही तोरीले गर्दाखेरि चाहिँ केही हाम्रो बच्चाहरूको लागि फी तिर्नको लागि सहज भएको छ, हाम्रो घरमा खाने तरकारीमा तेल हाल्नका निम्ति होइन, अन्य प्रयोजन गर्न पूजा गर्नका निम्ति पनि मैले यही हाम्रै घरको तोरीले पुर्याएको छु त भनेर के गरिन्छ भाडा छ। मैले भनेको मतलब अब तपाईँहरूलाई त यहाँ विद्यालयबाट दिइने कुरा हामीले सामान्यतया तपाईँलाई अहिले छलफल गरिने कुरा भनेको त सामान्यतः यो तोरीको बिउ दिएको जस्तो मात्रै होइन, मेरो लाभ यस्तो हुन्छ सामान्य। अब यही चिजलाई तपाईँले यसो तपाईँले जानेको कुरा यसो छरछिमेकमा अथवा कसैलाई पर्दाखेरि बाबामालाई भन्नुभयो भने कान्छी बरी बन्नु होला, सालेर आयो काम थिएन भन्यो ए भनेर यहाँबाट ढोकानी दिन्थ्यो छ बेल मिलाएको छैन होइन भनेर भन्नुभयो भने जेठी बढी होला होइन। होइन हो मैले त काफीमा लेखेको छु, मैले भन्नु हुँदैन, मैले थाहा पाएको कुरा अरूलाई भनिदिनँ माइली होला। त्यस कारणले कान्छी बुहारी बन्ने कि माइली बुहारी बन्ने जेठी बुहारी बन्ने तपाईँहरूको हातमा छ। फेरि कान्छी बुहारी बन्ने भनेर कान्छोसँग बिहे गर्ने होइन नि है। त्यस कारणले मैले भनेको तपाईँ कस्तो खालको भूमिका निर्वाह गर्ने भनेको चाहिँ के छ तपाईँको हातमा छ। हुँदै म यहाँहरूको खाजा खाने समय हुन्छ, खाजा बन्दैछ है हो। त्यसो भन्दै यहाँहरूसँग म तपाईँलाई अलिकति स्पेसली भन्न लाग्यो चाहिँ के हुन्छ बनावटहरू के गरेको हुन्छ छुट्याएको हुन्छ हो, बुझिन्छ। लिङ्ग भनेको बुझिन्छ, लिङ्ग भनेको महिला र पुरुष भनेर के गर्छ छुट्टिएको हो। जस्तै कसरी चिन्न सक्छ, जस्तै के हो ल भन्नुहोस् त, जस्तै महिलाहरूले चाहिँ के गर्न सक्छ बच्चा जन्माउन सक्छ, स्तनपानहरू गराउन सक्छ हो कि होइन, अरू के हुन सक्छ रसोला हुन्छ होइन, उनीहरूको शारीरिक बनावटहरू शिष्ट हुन्छ। है त्यो के हो त यो चाहिँ हामीले कसैले चेन्ज गर्ने कुरा हो त होइन, प्रकृतिले के गरेको त
छुट्याएको हो। जस्तै पुरुषले चाहिँ के हुन सक्छ, दाढी जुङ्गाउँछ हो, उसले चाहिँ सुरक्षित उत्पादन गर्न सक्छ। अनि यो चाहिँ के हुन्छ त, पुरुष र महिला र पुरुष भएर छुट्याएको हो। बुझिन्छ लिङ्गको कुराहरू? अब लैङ्गिकता भनेको चाहिँ के हो त? लिङ्गता यो प्रकृतिले नै छुट्याएको कुरा भयो। अब लैङ्गिकता भनेको के हो? हजुर के होला? हेलो 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 हालेर के भन्दै हो? लैङ्गिकता भनेको के होला? लिङ्गको आधारमा गरिने के हो? कार्य विभाजनलाई हामी के भन्छौँ? लैङ्गिकता। यसको अर्थ के हो? छोरी भएपछि के हुन पर्यो? नम्र हुन पर्यो, घरको काम गर्न पर्यो होइन। त्यो चाहिँ के गरेको? समाजले के गरेको? विभाजन गरेको। हेर्नुहोस् है, हाम्रो चाहिँ घरमा चाहिँ छोरी भाइ चाहिँ के गर्ने? बिहान आएर छोरी मान्छे हो नि, मुख मुखै बोल्नुहुन्छ भन्नुहुन्छ हाम्रो बाबाले, हो कि भन्नु त? अनि छोराले चाहिँ के गर्ने? ऊ चाहिँ खेल्न जाने होइन, उसलाई चाहिँ जे बोल्दा पनि छुट हुने, उसले चाहिँ के गर्छ? ऊ चाहिँ बहादुर हुन्छ भन्छ उनीहरूले, हो कि न? छोरो चाहिँ बहादुर हुन्छ, साहसी हुन्छ, घरको मालिक, अन्त के भन्छौँ? घरको कुलको चाहिँ होइन दि यस्तै यस्ता के हुन्छ त? यो चाहिँ के गरेको हो त? लैङ्गिकता भनेको समाजले नै के गरेको? लिङ्गको आधारमा होइन गरिएको कार्यको विभाजन होइन, हो कि न? अघि मैले के भने? लिङ्ग चाहिँ परिवर्तन गर्न सकिँदैन, लैङ्गिकता चाहिँ के गर्न सकिन्छ? परिवर्तन गर्न के? छोराले भाँडा मान्न सक्दैन त? छोराले खाना पकाउन सक्दैन त? है? अनि छोराले गर्ने काम छोरीले गर्न सक्दैन त? हेर्नुहोस् त, हाम्रो राष्ट्रपति महिला हुनुहुन्थ्यो होइन, अदालतको सबैभन्दा ठुलो, न्यायको सबैभन्दा ठुलो प्रमुख होइन, न्यायालयको प्रमुख महिला हुनुहुन्थ्यो सुशीला कार्की, सभामुख महिलाहरू हुनुहुन्थ्यो। अस्ति भर्खर पनि हाम्रो चाहिँ के त गभर्नर पनि के हुनुहुन्थ्यो केही समयको लागि महिलाहरू हुनुहुन्थ्यो। भनेपछि महिलाले पनि गर्न सक्दा रहेछ नि त, अवसर दियो भने हो। यो चाहिँ के हो त? लैङ्गिकता हो। लैङ्गिकता भनेको के गर्छ त? महिला पुरुष भनेर समाजले नै एउटा के गरेको? निर्धारण गरेको क्या, समाजले छुट्याएको। हिजैदेखि चाहिँ पुरुषले चाहिँ यस्तो काम गर्ने, महिला भएछ यो काम गर्ने भनेर के गरेको? समाजले एउटा हाम्रो के गरेको? कार्य विभाजन गरेको। यसलाई नै हामी के भन्छौँ? लैङ्गिकता। लिङ्ग चाहिँ हामीले परिवर्तन गर्न सक्दैनौँ चाहेर पनि। म पुरुष छु, म चाहिँ महिला हुन्छु भनेर परिवर्तन हुन सक्छु त? सक्दिनँ होला। तपाईँले सुन्नु होला प्रकृतिमा केही परिवर्तन भयो भनेर, तर सबै त्यस्तो चाहिँ हुँदैन नि त, हो। तर हामीले चाहिँ लैङ्गिकता चाहिँ के गर्न सकिन्छ त? पुरुषले भाँडा मान्न पनि सक्छ, खाना पकाउन पनि सक्छ, अन्य कामहरू पनि गर्न सकिन्छ है। लिङ्ग र लैङ्गिकताको बारेमा बुझिन्छ। अब हाम्रो हेर्नुहोस् त, छोरीलाई चाहिँ सामान किन्न जानु पऱ्यो भने हाम्रो आमाहरू के किन्छन्? गुडिया होइन, अनि के गर्छन्? हामी पनि त्यस्तै हुन्छौँ नि, फेरि स्वभाव पनि हो होइन। अनि छोरी मान्छेको पसलतिर यसो छिर्यो भने यसो लाली होइन, पाउडरहरू किन्ने, चुराहरू, पोतेहरू, खेल्ने कुरा पनि के गर्छन्? खेलौनाहरूतिर आकर्षण हुन्छन्, हो कि न? त्यो हाम्रो समाजले हामीलाई त्यसो बनाइराखेको छ नि। अनि केटाहरू गयो भने के भन्छन्? बन्दुक किन्ने, बल किन्ने होइन, त्यस्तै हेर्नु चाहिँ के भन्दा हाम्रो समाजले। अब लुगा किन्दा पनि हाम्रो आमाहरूले के गर्नुहुन्छ? अलि रातो खालको होइन, अलि पिङ्क कलरको किन्यो भने चाहिँ के भन्छ? छोरो तपाईँ कोही मान्छेले अघि तपाईँले भन्नुभएको थियो नि, ऊ चाहिँ कपाल पालेको देखेपछि चाहिँ के भन्छ? ऊ त छोरी मान्छे हो भन्नु नि। कपाल पालेको छोरी मान्छे नहुन पनि सक्छ नि, तर हामीले देखेका त्यही छ होइन। हाम्रो समाजमा त्यही भयो, कपाल लामो पालेको छोरी मान्छे होइन, टिका लगाउने चाहिँ छोरी मान्छे, लाली लगाउने चाहिँ छोरी मान्छे। यो के गर्छ? यसका आधारले पनि के गरेको छौँ हामी? यसो छोराछोरी भनेर के भन्छ? अनुहारको बनावटले पनि छोरीको चाहिँ अलिक छाया नरम हुन्छ, मुलायम हुन्छ, अलिक छोराहरू हुन्छ होइन, अलिक फरक मनका हुन्छन् भनेर हामीले यस्ता कारणले पनि के गर्छौँ त? कामहरू गर्छौँ। हुन्छ, यति भने त मैले लिङ्ग र लैङ्गिकताको बारेमा बुझ्नुहुन्छ, तपाईँले पढ्नु पनि हुन्छ है क्लासमा यो। अब यही आधारमा गरिने हिंसाहरू है, यही लिङ्गको आधारमा गर्ने हिंसाको बारेमा म थोरै छलफल गर्छु। महिला अथवा स्त्री वा केटी भएकै कारण उसमाथि गर्ने दुर्व्यवहार नै के हो? लैङ्गिक हिंसा हो होइन। अब जस्तै पिट्नु, चित्त दुखाउनु, भेदभाव गर्नु होइन, हिंसा देखाउनु भनेको कमजोर देखाउनु। महिलाले त केही गर्न सक्दिनन्, नि छोरी मान्छे हो के गर्न सक्छ र?
छोरो मान्छे हो म हिक्मतवाला होइन भन्छ नि छोरोले चाहिँ के गर्छ ढाँटले खान्छ होइन आँटले खान्छ भन्छ नि यस्तो कुराहरू चाहिँ हाम्रो समाजले गरेको छ र त्यो आत्मिक यौन शोषणहरू दमन लैङ्गिक हिंसाका विभिन्न स्वरूपहरू हुने है त्यो चाहिँ के हुन्छ लैङ्गिक स्वरूप भनेको शोषण गर्ने यौन शोषणहरूका कुराहरू दमन कारण चाहिँ के हुन्छ भन्दा सामाजिक कारण सांस्कृतिक कारण अहिले मैले भने नि हाम्रो समाजले हाम्रो संस्कृति धर्म संस्कृतिका कुराहरू हाम्रो धारणाहरू हामीले हिजोदेखि ल्याएका धारणाहरूले कारणले गर्दा प्रकृतिले गर्दा धर्मप्रति विश्वास होइन अनि अर्को कुरा के भन्दा सबैभन्दा ठुलो अभ्यास हेर्नु त अघि कतिपय चाहिँ हाम्रो समाजमा अहिले पनि हाम्रा बाआमाहरूको नाम चाहिँ आमाले भन्नु हुँदैन भन्ने पनि छ नि कति क्षेत्रीय बाबु अन्य समाजहरूमा यो चाहिँ मैले सामाजिकरण गरेको छु त यो के कतिपय अवस्थामा सेबेरी हाम्रो शेर्पा समुदायमा जानु हो मनाङ मुस्ताङमा जानु भयो भने त्यहाँ चाहिँ त्यो घरको मालिक भनेको कसरी मात्रै हुन्छ भनेको यो चाहिँ के हुन्छ आफ्नो धर्म संस्कार ठाउँ अनुसार पनि के गर्छ त यो फरक पर्छ है यही कुरा परिणामका स्वरूपहरू प्रत्यक्ष तथा शारीरिक हिंसाहरू होइन त्यो चाहिँ प्रत्यक्ष देख्न सकेको रूपमा देख्न सकिन्छ जस्तै मारपिट ज्यान मार्नु बलात्कार गर्नु चेलबिड बेचबिखन गर्नु यस्ता बहुविवाह दाइजोको कारण शारीरिक आघातले यी चाहिँ के भन्छ प्रत्यक्ष वा शारीरिक हिंसाभित्र चाहिँ पर्छन् है हेर्नु त अप्रत्यक्ष हिंसाका स्वरूप बेचबिखन गर्नु कोठीहरूतिर राख्नु विभिन्न खालका यातनाहरू दिनु होइन छोरीलाई चाहिँ स्कुल जान हुँदैन भनेर भेदभाव गर्नु यो चाहिँ के हो त एउटा हिंसा हो है हुन्छ हिंसाका स्वरूपहरू हुन् अब अप्रत्यक्ष प्रत्यक्ष हिंसाका कुरा मैले भर्खर पनि यहाँलाई भने है अब हेर्छ कतिपय कुरा चाहिँ बाल विवाहका कुराहरू होइन बाल विवाहका कुराहरू देवकी कुमारी प्रथा यो चाहिँ न्यावारी उसमा तपाईँले देख्नुभएको छ कुमारी प्रथा त्यहाँ गएर राम्री हुनुपर्छ अनि त्यो चाहिँ राजसोला भइसकेपछि कुमारी नहुने कुराहरू त्यो चाहिँ सबै खालको यस्ता खालका हिंसाका के हुन्छ यी प्रकृतिहरू हुन् है हाम्रा समाजले विभिन्न बाहनाले चाहिँ के हुन्छ हामी महिलामाथि चाहिँ हिंसा गरेको छ भन्ने कुरा मैले याद गरेँ अब लैङ्गिक विभेदका आधारमा गरिने हिंसा हेर्छ त्यहाँ मैले थोरै त्यहाँ चित्रमा राखेको छु कुनै पनि व्यक्ति वा महिला वा पुरुष वा लैङ्गिक तथा यौन अल्पसंख्यक भएकै कारणले गरिने शारीरिक मानसिक यौनिक रूपले पीडा दिने वा पुर्याउने खालका काम तथा सम्पूर्ण विभेदपूर्ण हिंसा व्यवहारमा नै लैङ्गिक विभेदमा आधारित हिंसा हो हेर्छ लिङ्गको आधारमा गर्ने भेदभाव असमान व्यवहार एवं कसो जन्ने क्रियाकलापहरू लैङ्गिक हिंसाभित्र पर्छन् जुन सामाजिक लैङ्गिक विभेदबाट निर्देशित भई गरिएको हुन्छ यसलाई परिवर्तन गर्न सकिन्छ है यो चिजहरूलाई के गर्न सकिन्छ त हामीले परिवर्तन गर्न सकिन्छ यो परिवर्तन गर्नुपर्छ अब लिङ्गकै आधारमा विभेद गर्नु है एउटा लिङ्गको आधारमा हिंसा यो कुरा चाहिँ छ यो अब महिला हिंसाको कुरा थोरै मैले महिला हिंसाको कुरामा त शारीरिक हिंसा मानसिक हिंसा यौन हिंसा आर्थिक हिंसा सामाजिक बहिष्कार अपमान यस्ता खालका हिंसाका प्रकारहरू महिला हिंसाका प्रकारहरू यस्तो हुन्छ शारीरिक हिंसा कुटपिट गर्नु होइन उसलाई चाहिँ हेर्छ यसरी कुटपिट गरी हिंसा गर्ने यस्तो तपाईँले कतै कोही माथि महिलामाथि कसैले चाहिँ यसरी कुटपिट गरेको हिंसा गरेको देख्नु भने तपाईँले के गर्नु पर्यो त खबर गर्नुपर्छ है कहाँ खबर गर्ने भनेर पनि मैले अहिले हाम्रो 11:45 है ल अब हेर्नु कुटपिट यसरी अङ्गभङ्ग हुने गरी कुटपिट गर्ने होइन चोर्न लाने थुक्नु जलाउनु मार्नु बलपूर्ण गरपतनहरू गराउने यस्ता कुरा यस्ता चाहिँ के त यी प्रत्यक्ष रूपमा हिंसाहरू हुन् ल अर्को मानसिक रूपले हिंसा त्यो मानसिक हिंसा भनेको उसको मनमाथि चोट पुर्याउने क्या होइन उसलाई चाहिँ विभिन्न खालका तिमी महिलाले केही गर्न सक्छौ र भन्छौ नि हामी भन्छौँ नि हाम्रो समाजले होइन त्यो महिला अथवा कोही यो भएका व्यक्तिहरूमाथि गरिने अथवा पुरुषमाथि पनि हुनसक्छ कहिले हिंसा यो है जस्तै महिला तथा बालबालिकालाई ढिलो हेर्नु त हेलो भाइ बहिनीहरू महिला तथा बालबालिकालाई भेदभाव गर्ने गाली गलौज गर्ने अपशब्द बोल्ने धम्क्याउने अरूलाई अगाडि होच्याउने हेला गर्ने तिरस्कार गर्ने इच्छा विपरीत काम गर्ने दबाब दिने उपेक्षा दुर्व्यवहार गर्ने जस्ता कामलाई मानसिक हिंसा हुन् कुरा बुझ्नुभयो तपाईँलाई कसैले होच्याउँछ अर्काको अपमान गर्छ तपाईँको चित्त दुखाउँछ तपाईँको बेइज्जत गर्न खोज्छ भने पनि यो के हो त मानसिक हिंसा तपाईँलाई त्यो कारणले गर्दाखेरि तपाईँलाई भावनात्मक असर गर्न सक्छ मानसिक तथा भावनात्मक के गर्नु सक्छ तपाईँहरू विच्छेद हुन सक्छ कहिले घर आउनु भइसक्यो के हिंसा है ल
ठिक छ। अब यस्तो कहिलेकाहीँ दायित्व नल्याएको न्युहरूमा दबाब दिने हिंसाहरू गरेर महिलालाई होइन कतिपय हामी समाजमा देखाएको नि दायित्व ल्याएर भने कता भन्दा फलानु कि बस्ने चाहिँ कति ल्याए के गरे फलानुको चाहिँ जागिर खान्छे तपाईँहरूलाई भन्दै गर्दै मेरो छोरा त काम छैन अर्को छोरी यो पनि हामीलाई के हो त एउटा खालको हिंसा हो भन्छ है। तर हेर त कहिले त्यो कसैमाथि कम्पेयर गरेर होइन उसलाई चाहिँ मनमा चाहिँ के गर्ने चोट पुर्याउनु हुन्न भन्छ। यो खालको चाहिँ मानसिक हिंसा दिनु हुन्न। अर्को कुरा यहाँ हेर्नुहोस् त यसरी गाईको प्रथाको कुरा बाउ विवाहको कुराहरू उमेर हिसाबले होइन हेरेर यसरी गरिने चाहिँ दुर्व्यवहार यस्तो खालको चाहिँ गरिएको यस्तो खालकोलाई पनि हामी हिंसाको रूपमा लिन सक्छौँ। जस्तै यौन जन्य हिंसाहरू तपाईँले कति सुन्नुभएको छ नि होइन। चाहिँ यसमा चाहिँ धेरै प्रकारले हुनसक्छ प्रत्यक्ष रूपमा चाहिँ कसैले चाहिँ तपाईँलाई ओहो कति राम्री भनेर पटक पटक भनिरहन्छ होइन त्यो चाहिँ तपाईँप्रति छुन खोज्छ होइन अनेक बाहना बनाएर तपाईँलाई चाहिँ तपाईँका चाहिँ एकदमै अप्ठ्यारो लाग्ने ठाउँमा होइन प्राइभेट पार्टहरूतिर छुने एक्सन हुने गर्ने छ तपाईँलाई पटक पटक हेरिरहन्छ। यी पनि विभिन्न खालका हिंसाहरू है। त्यो चिजलाई तपाईँले ख्यालमा छ। महिलाको इच्छा विवाहित तथा बालबालिकाको मन्जुरी लिएर नली जबरजस्ती गर्ने कुराहरू होइन यौनिक अङ्ग तथा संवेदनशील अङ्गमा छुने सुनसुनाउने बुझ्नु हेलो हेलो म छोडिदिउँ यहाँलाई सुन्न मन छैन त किन छोडाउन बरु है बेच हुन्छ है। अश्लील शब्दहरूको प्रयोग गर्ने कुराहरू होइन तपाईँले कहिलेकाहीँ चाहिँ अरूलाई ठट्टा गरेर यसरी कतिपय शब्दहरू भन्ने गर्ने हुन्छ नि मान्छेले होइन जिस्काउने अश्लील चित्रहरू देखाउने मोबाइलहरूमा बात देखाउने फिल्महरू देखाउने जस्ता कार्यहरू यौनिक हिंसाहरू कोही तपाईँहरूलाई हाम्रो ठुला मान्छेहरूले कसैले गरे तपाईँ यस्ता खालका चित्रहरू देखाउने यस्ता खालका प्रवण गर्ने भने यो चाहिँ हामीमाथि भएको हिंसा हो भन्ने कुरा यहाँले बुझ्नुपर्छ है। हामीले बुझ्नुभएको छ मैले भनेको कुरा यस्ता शोषण गर्ने हिंसा महिला तथा बालबालिकाहरूलाई मात्र हुन्छ भने होइन विशेष पुरुष र बालबालिकाहरूलाई के अल्पसङ्ख्यकहरूमा पनि उहाँले सोध्छु है तपाईँलाई खबरदार मेरो जिउमाथि छुने चेष्टा के गर्ने यो चिजलाई के हामीले उदार गर्नुपर्छ। यस्तो कसैले यो माथि दियो तपाईँहरू पनि यहाँ हुनुहुन्छ तपाईँ बालबालिकाहरू हुनुहुन्छ तपाईँमाथि कसैले त्यस्तो गर्नु भने त्यसको के गर्नुपर्छ खबरदारी गर्नुपर्छ है ल। के भन्नु नानीहरूले यो सामाजिक तथा सांस्कृतिक हिंसा हेर्छ हाम्रो चाहिँ विवेकपूर्ण सामाजिक मूल्य मान्यताहरू छ नि मूल्य मान्यताबाट निर्देशित भएको परम्परा तथा संस्कृतिमा मन परेन हो है। महिला तथा बालबालिका समाजकै व्यक्तिहरूबाट हुने हिंसालाई सामाजिक हिंसा भनिन्छ। जस्तै झुमा देउकी बारी बोक्सीका आरोपहरू लगाउने होइन दुर्व्यवहार गर्ने वैदेशिक रोजगारमा गएका पुरुषका श्रीमतीहरूलाई लान्छना लगाउने हेर्नु त हामी जतिको मान्छेले बुझिराख्नुपर्छ है। लगाउने कुमारी जस्ता संस्कृतिको आधारमा बनाइने गरिने हिंसा छाउपडी बाल विवाह बहु विवाह जस्ता धर्म संस्कृतिको आधारमा गरिने अपराधका साथ सुत्केरी रसोला भएका जस्ता महिलाहरूलाई शारीरिक क्रियाकलापसँग सम्बन्धित अवस्थाहरूमा गरिने छुवाछुत भेदभाव जस्ता सम्पूर्ण व्यवहारलाई सांस्कृतिक हिंसाहरू भनिन्छ। हाम्रो पनि अहिले पनि के छ सानै उमेरमा बिहा गर्नुपर्छ होइन यस्ता यस्ता खालको चाहिँ त्यो चाहिँ रसोला भएको बेलामा चाहिँ हामीलाई घरभन्दा बाहिर राख्नुपर्छ सुन्न पिउनुहुन्न होइन यी विभिन्न खालका चाहिँ के यस्ता कतिपय कुराहरू चाहिँ सांस्कृतिक हिंसाभित्र पनि यस्ता हिंसाभित्र अनिमेल विवाह भनेको चाहिँ ठुलो उमेरको व्यक्तिसँग सानो उमेरका विवाह गरिदिने होइन पैसाका चाहिँ सम्पत्तिका त्यो चाहिँ धनी माग्ने त राम्रो पढ्नेको छ भनेर उमेर नमिल्नुको विवाह गर्नु यो पनि के त हाम्रो सांस्कृतिक हिंसाभित्र पर्दो रहेछ है। ठिक छ। अब अर्को डिजिटल हिंसा हेर्नु अब तपाईँ हामी त मोबाइल चलाइरहेका छौँ अघि सरले धेरै भन्छ नि भयो तपाईँको अहिले इन्टरनेट यो चाहिँ प्रविधिको प्रयोगले हामीले कसैले मानसिक भावनात्मक सामाजिक रूपमा हानि पुर्याउने उद्देश्यले गरिने कुनै पनि प्रकारको दुर्व्यवहार र हिंसा हो। विशेष गरी महिला तथा किशोरीहरूमा यसको शिकार हुने सम्भावनाहरू बढी हुन्छन् है त। तपाईँका फोटाहरूमा लाइक गर्ने ओहो कति राम्रो दिनु भनेर होइन मेलहरू गर्ने पटक पटक तिमीले खाना खायौ के गर्यौ सुतेको सुतिनौ के गर्यौ काट्यौ भनेर कसैले मेल गरिरहन्छ भने त्यो तपाईँमाथि कसैले चाहिँ त्यो दुर्व्यवहार गर्नलाई उसले कोसिस गर्दैछ भन्ने कुरा बुझ्नुपर्छ है। तपाईँको चिन्जान गरेको दाइ भाइले आगा के आफन्तले गर्नुहुन्छ फरक कुरा तपाईँको टिचरले नै पनि तिमीलाई पटक पटक पढाउने भन्दा पाएको के गर्दैछौ
भनेर साँझमा मेसेज गरिरहनुहुन्छ होइन, खाना खानु छैन। यो एकदमै रियालिटी कुरा हो है। पटक पटक तपाईँलाई चाहिँ अरू अरू कुरापट्टि चाहिँ कुरा गर्ने चाहनुहुन्छ भनेदेखि त्यो एउटा खालको हिंसा हो। मैले पनि तपाईँहरूलाई यसलाई होइन पटक पटक चाहिँ त्यो कुरा जस्तै पढाइ लेखाइमा के कुरा छ भन्ने खालको कुरा हो। बेलुका मेसेज गर्ने के गर्दैछौ, खाना खाइरहनु, मलाई पनि ल्याउनु होइन, मलाई पनि खाना पकाउनु भनेको त्यो तिमी प्रति आकर्षण भयो है, त्यो पनि एउटा खालको के हो त हिंसा हो है। यो कुराहरू के हुन्छ जस्तै यी यस्ता म्यासेन्जरहरू भाइ बहिनीहरूमा विभिन्न गरेर यस्ता कुराहरू हिंसाहरू हुन सक्छन्। यो चाहिँ एउटा हिंसाको लागि गर्ने प्रक्रिया हो है। ल हेर्छ डिजिटल हिंसा अनलाइनमा गर्ने सामाजिक सञ्जालमा सन्देशहरू पठाउने कसैले होइन, त्यसले भनिरहेको नि मैले भने मान्ने भने यस्ता कुराहरू छन्। अब साइबर बुलिङ भन्छ जस्तै इन्टरनेट मार्फत गाली गलोज, कसैलाई गाली गलोज गर्ने कुराहरू, ह्युमिलिएसन गर्ने, भच्याउने, मानसिक पीडा दिने कुराहरू होइन, नक्कली प्रोफाइल बनाउने कुराहरू अहिले आइसक्यो। फेक आइडीहरू बनाएर म्यासेज गर्ने, केटीको फोटो राखेर तपाईँहरूसँग कुरा गर्ने होइन, अझ अर्कैको कसैको फोटो राखेर गर्ने, यो पनि के हुन्छ डिजिटल हिंसाका प्रकारहरू हुन्। जस्तै प्राइभेसीहरू उल्लङ्घन गर्ने कुराहरू अहिले आइसकेका छ होइन, निजी तस्बिर भिडियोहरू व्यक्तिगत जानकारी दिन अनुमति इन्टरनेट पोस्ट गर्ने कुराहरू है। तपाईँहरूले यति पनि ख्याल गर्नु पऱ्यो। तपाईँको कहिले हामी सेल्फी हान्छौँ नि, त्यो सेल्फी हान्दाखेरि अरूको फोटो आयो, तपाईँले त्यहाँ ऊ अर्कै तरिकाले के गरिराखेको बेलामा रहेछ, उसलाई त्यो फोटो मेरो राख्नु थिएन, फलानाले राख्यो भनेर तपाईँमाथि उजुरी हालेर उजुरी लाग्छ। त्यस कारणले कसैको पनि फोटो अनुमति बिना खिच्न पनि पाइँदैन, पोस्ट गर्न पनि पाइँदैन। कतिपय हामीले सबलाई ट्याग गर्ने बानी हुन्छ नि, त्यो ट्याग गर्न पनि पाइँदैन है। कसै यदि मलाई ट्याग गर्न थिएन उसले गर्यो भनेर त्यो उसले चाहिँ उजुरी गर्न सक्छ। यस्तो कुरामा हामीलाई बुझ्छौँ है। व्यक्तिगत गोप्य तस्बिरहरू कसैले गर्ने कुराहरू है, यता हेर्नुहोस् त्यहाँ। अनि जस्तै सामाजिक सञ्जाल अनलाइनमा मेसेजतर्फ लगातार पठाउने, ट्याग गर्ने कुराहरू, कसैले मेसेजमा जतिखेर तपाईँलाई फलो गर्छ भने तपाईँले कतै उसले चाहिँ ममाथि केही गर्नलाई, ममाथि केही स्वार्थ लुट्नका निम्ति गरेको छ भन्ने कुरा तपाईँले बुझ्न जरुरी छ है। यो कुराको ख्याल गर्नुहोस् होला। ह्याकिङ गर्ने कुराहरू यो पनि आइसकेका छ अहिले पनि मिडियामा गर्ने कुराहरू। ल हेर्नुहोस् त, अब घरेलु हिंसाको कुरा है। सामान्यतः घरेलु हिंसा त बुझिहाल्नुहुन्छ होइन, घरभित्रकै व्यक्तिहरूबाट हामीलाई त्यस्तो खालको यातना दिइन्छ, त्यो शोषण गरिन्छ, विभिन्न सांस्कृतिक कुराहरूमा तुलना गरिन्छ भन्ने एउटा घरेलु हिंसाभित्र पर्दछन्। ठिक छ, बुझ्नु त तपाईँले पढ्नु नि भनेर त्यस कारणले मैले सरसर्न लगाएँ। अब सामाजिक कुरीति भनेको त बुझ्नुहुन्छ नि है होइन। सामाजिक कुरीतिभित्र बाल विवाह, छलफडी, जाति दाइजो पेटा, बाल विवाह, बोक्सीका आरोप पनि भित्रै पर्छ है। यी एक तरिकाका हाम्रा सामाजिक कुरीतिहरू किनभने हेर्नुहोस् त, सानो उमेरमा विवाह गर्ने भने चाहिँ धर्म हुन्छ के हुन्छ हाम्रो समाजमा त्यस्तो चलनले पनि सानो उमेरमा बिहा गरिदिने चलन छ। अब कति वर्षमा नभई बिहा गर्नु हुँदैन भाइ बहिनीहरू। त्यस कारणले कसैलाई मन पराउनु भएको छ, माया गर्नुभएको छ भने पनि 20 वर्ष पछि मात्रै बिहा गर्नु छ है। बुझ्नुभयो? सानै अहिले बिहा गर्न मिल्दैन। सुन्नुहोस् त, किन मिल्दैन होला? हाम्रो शारीरिक रूपमा परिपक्वता भएको हुँदैन, मानसिक रूपमा हामी परिपक्वता हुँदैनौँ, आर्थिक रूपमा हामी परिपक्वता हुँदैनौँ है। त्यस कारणले गर्दाखेरि भविष्यमा फेरि के गरिन्छ, दुःख पाइन्छ नि। तपाईँले देख्नु भएको छ नि, हाम्रा कति दिदी बहिनीहरू दाइहरूले सानै उमेरमा बिहा गर्नु भएकोले होइन, केही न केही रूपमा चाहिँ तपाईँले देख्दा प्रत्यक्ष रूपमा धेरै गरिब नहुँदा त्यो देखिने गर्नु होला, तर उहाँहरूलाई मानसिक रूपमा शारीरिक रूपमा चाहिँ उहाँहरूलाई के गरेको असर पुगिरहेको हुन्छ। त्यस कारणले 20 के भन्छ अनि 20 वर्षभन्दा कमको बाल विवाहमा तपाईँ जानुभयो, भोज खानुभयो भने पनि तपाईँ हामी पनि कारबाहीको भोगिदार हुन्छौँ। थाहा छ छैन? बाल विवाह कतै हुन लाग्यो भने तपाईँहरूले यस्तो बाल विवाह हुँदैछ है भनेर जानकारी दिनुपर्छ हाम्रो सरहरूलाई अथवा यहाँको वडाको प्रतिनिधिहरूलाई। जो बुझ्नु भएको व्यक्तिहरू हुन्छ त्यस्तोलाई के हुन्छ, त्यस्तो बाल विवाह रोक्नुपर्छ है। मलाई त्यसलाई थाहा भएको यही नगरपालिकाभित्र अस्ति नै एउटा विवाह हुँदै थियो, बाल विवाह। त्यो कुरा चाहिँ हामी भएर पनि आइपुगेका थियौँ होइन। त्यस्तो विवाह त्यो रोकियो पछि होइन, त्यस्तो भने हुन्छ है। त्यो कुराहरू पनि ख्याल गर्नुपर्छ ल है। अब यो बाल विवाह हुनुको कारणहरू त बुझिहाल्नुहुन्छ है। छोरी मान्छे भारसँग पढाएर के गर्नु,
हैन छोरीकोलाई पढायो अर्काको लागि पढाउने हो। यो विभिन्न कुराहरूले गर्दाखेरि चाहिँ यस्ता कारणले गर्दाखेरि परम्परागत आर्थिक असुर अशिक्षा बालमैत्रीकरण हैन विवाहको अभिभावक मूलको भूमिका गरेको कुरा माया अनि अहिले के रहेछ माया प्रीति र विकासको कारणले पनि के भइरहेको छ बालविवाह भएको छ है हो। हाम्रा कोही दिदीहरूले त यसो फेसबुकमा म्यासेजमा लभ गरेर बिहा गरेका छन् भने तपाईँ हामी पनि के गर्न थाल्छौँ त्यही सिको गर्न थाल्छौँ। यो कारणले पनि बालविवाह भएको देखिन्छ। ल हेर्नुहोस् त बालविवाह पर्ने असरहरू हेर्नुहोस् त। बालविवाह एक असर चाहिँ अनेक छन् है भाइ बहिनीहरूले थाहा गर्नु होला। हेर्नुहोस् महिलालाई सशक्तिकरणको कमी हुन्छ बहुविवाह हुनसक्छ होइन महिला हिंसा हुनसक्छ अशिक्षा हुन्छ शिक्षा दिन पाउँदैन स्वास्थ्यमा समस्या हुनसक्छ गरिब हुनसक्छ पिछडापन होइन पछि बढ्न सकिन्छ दिमाग ढिलो हुनसक्छ कम विकास हुनसक्छ। त्यस कारणले स्मरण रहोस् संसारमा जुन देशमा बालविवाह हुन्छ तिनै देशहरू के छ गरिब भन्ने देखिन्छ है। यो केही डाटाहरूले यो बताउँछ ठिक छ। ल अब छाउपडी प्रथा चाहिँ हाम्रो यहाँ छैन सुदूर पश्चिमतिर चाहिँ यो चाहिँ महिलाहरूको चाहिँ हाम्रो छोरो राजसोला हुँदाखेरि यता होइन मिस हुँदाखेरि चाहिँ घरभन्दा टाढा गोठमा लगाएर राख्ने होइन त्यहाँ चाहिँ असुरक्षित हुने यस्तो चाहिँ के छ यो चाहिँ ग्रामीण क्षेत्रहरूमा यस्तो खालको व्यवस्था पनि छ तर हाम्रोमा छैन। ल अब यो छाउपडीले के गर्छ स्वास्थ्यमा जोखिम गर्छ मानव अधिकारको उल्लङ्घन हुन्छ मनोवैज्ञानिक कुरा असर पुर्याउँछ। हेर्नु त भाइ बहिनीहरू छाउपडीमा यस्ता गोठहरू हुन्छन् यस्ता गोठहरूमा लगेर ती महिलालाई एक बेर त्यहाँ राखिदिन्छन् चिसो भइ हुन्छ। कति सुनेका छौँ नि सर्पले डसेर मर्नु भयो बाघले खायो रे त्यहाँ गएर कसैले चाहिँ सर्पले खायो रे अनि चाहिँ यौन हिंसाहरू भयो रे होइन केही पुरुषहरूबाट त्यहाँनिर के गर्छ त्यो महिलाहरूलाई चाहिँ हिंसा भयो भन्ने घटना हुन्छ। यस्ता असरहरू हुन्छ। ल अब अर्को यहाँ चाहिँ हेर्नु त हामीले चाहिँ हाम्रा सामाजिक कुरीतिहरू हरेक दलित महिला भएकै कारणले गर्दाखेरि दलित भएकै कारणले पछि परेको कुराहरू होइन एउटा घटना हामीले देखेका छौँ। त्यहाँ चाहिँ हेर्नु त दलित महिलाले एउटा उपप्रमुख उठाउनु भएको रहेछ एउटा साथी उठाउनु भएको रहेछ त्यहाँका अर्को प्रतिनिधि पार्टीको मान्छेले के भने त ओहो उहाँ चाहिँ दलित त्यो मेयर जित्नु भयो भने के हुन्छ उहाँ त प्रमुख हो उहाँलाई हामीले नमस्कार गर्नुपर्छ। फेरि भोलि चाहिँ उहाँले के गर्नुहुन्छ त त्यहाँको देउताको थानहरू उद्घाटन गर्न उहाँ आउनुहुन्छ होइन त्यस्तो त गर्नु हुँदा त्यस कारणले उहाँलाई भोट दिनु हुँदैन हेर्नु त एउटा कस्तो खालको हाम्रो कुरीति समाज छ त हेर्नु त त्यो चाहिँ एउटा खालको जातीयताकै कारणले उहाँको क्षमता जान्दै सबै कुरा हुँदा हुँदै पनि यस्ता खालका हाम्रा कुरीतिहरू पनि छन् है हाम्रो समाजमा बुझ्नुहुन्छ। ल मलाई अगाडि गएँ है जनमना भएको कारणले हराएको चुनावमा पनि एउटा यथार्थ घटना हो हाम्रो पश्चिम डाँडाको घटना। अनि दलित महिला भएको कारणले यही कुरा हेर्छ यहाँ त के भनेको छ यी दलित भएको कारणले हामीले बनाएको मन्दिर उद्घाटन गर्न लगाउँछन् मिल्दैन त्यसैले देउताले साउँछन् अनि हाम्रो भलो हुँदैन त्यसले यिनलाई भोट दिँदा अब यस्तो खालका नाराहरू पनि हाम्रा के हो त यी सामाजिक कुरीतिहरू हुन् है। यस्ता खालका कुरीतिहरू पनि हाम्रा समाजमा अझै के छन् विद्यमान छन् ठिक छ। दुईवटा घटना राखेको अब दाइजो प्रथा अब हाम्रोमा त अझै कम छ तराईमा तपाईँले सुन्नुभएको छ कति चाहिँ महिलाहरू जल्न पर्यो मर्न पर्यो भनेर होइन। मेरो एकजना सरहरूको एकजना साथीको छोरीलाई चाहिँ अघिल्लो साल बिहा गर्न उहाँले भन्नुहुन्थ्यो मेरो छोरी छ मलाई चाहिँ सबैभन्दा पीर त्यतिखेर हुन्छ मैले राम्रो केटालाई बिहा गरौँ भने टन्नै दाइजो दिनुपर्छ होइन राम्रो दाइजो दिनुपर्छ म त्यत्रो दाइजो दिने सम्पत्ति छैन। अब सामान्य केटालाई त्यसलाई बिहा गरौँ भने केटीले पढे लेखेको छ मान्दैन यति धेरै समस्या छ भनेर उहाँ रुनुहुन्छ कि म चाहिँ 20 वर्ष पढाइसकेँ पढाउने मास्टरको तलब हाम्रो तलब के हुन्छ र सामान्य त तलब छ मैले अब त्यो छोरीको 2-3 छोरी छ मेरो त्यो छोरी बिहा गर्नको लागि मैले चाहिँ होइन आफ्नो शरीरको अङ्ग बेच्न पर्ने अवस्थाहरू आउन सक्छ भनेको अहिलेसम्म पनि हाम्रा यस्ता के भन्दा कुरीतिहरू छन् है। ल अब महिला हिंसाका कुरा सुन्नुभएको छ आर्थिक भागका कुराहरू शिक्षामा असर होइन के गर्छ यस्तो हेर्नुहोस् न गाउँ विवाह के चाहिँ बाल विवाह दाइजो प्रथाले गर्दा किन ल्याइनस् होइन पैसा ल्याइनस् गाडी घर कसले दिउँ दिन्छ भनेर कतिपय हामीले सुनेको छ नि बिहा गर्दा गर्दै दाइजो कम भयो भनेर केटी नै छोडेर भागेको बिहा होइन बेहुली छोडेर भागेको सम्झाहरू हेर्नुहुन्छ है। त्यस्ता कुराहरू पनि हाम्रा कुरीतिहरू बहुविवाहका कुराहरू है। अब बहुविवाह अहिले त के छ त कानुनले बहुविवाह चिन्दैन बहुविवाह हुन्छ भने कल्पनै गरेको छैन होइन।
तै पनि अहिले पनि कतिपय अवस्थामा लुकी छिपी होइन तै बहुकुराहरू भएका छन्। ल अब यही कुरा छ सुरुमै हाल्दै महिलामाथि अन्याय परिवेशको असरहरू पारिवारिक घटनाहरू ल लम्बाइ न्याय ठिक छ यी कुराहरू यी चिज चाहिँ के हो त हाम्रा अब लैङ्गिक हिंसाका कारण तथा प्रभावको बारेबाट यहाँहरूले धेरै बुझिसक्नु भएको छ। मैले है धेरै गरिन लैङ्गिक हिंसा कसरी बच्ने अनुमानित भएको हिंसाका प्रतिकार सहेर नबस्ने कसरी त्यस्तो खालको हामीले के गर्नुपर्छ खबरदारी गर्नुपर्छ। बालविवाह विरुद्ध आवाज उठाउनुपर्छ। तपाईँले चाहिँ कसैको घरमा कसैको बालविवाह भयो भने तपाईँ उसको बिहे भयो के गर्छ त हामीलाई भनेर भन्नु हुँदैन है। यो कुरालाई पनि हामी बालबालिकाहरूले ल अब सामाजिक सञ्जालको प्रयोगमा पनि के गर्न पर्यो सञ्जालको प्रयोग गर्नु पर्यो पढ्ने सञ्जालका कुराहरू अध्ययन गर्न पर्यो समयसँग प्रयोग नगर्ने भन्ने होइन सचेतनामूलक कार्यक्रमहरूमा सहभागी हुनु पर्यो। तपाईँको यहाँ चाहिँ बालबालिकाहरूसँग सम्बन्धित कार्यक्रम विद्यालयले गरिरहनु भएको हुन्छ होइन यस्तो कामहरू कार्यक्रमहरूमा पनि सहभागी हुने आफूमाथि हुने अन्यायको बारेमा मेरे साथीहरूलाई बताउने मलाई हिंसा जस्तो भयो भनेर ल हुन्छ। अनि नजिकको प्रणाली कार्यालयमा गएर उजुरी गराउँ। तपाईँलाई उजुरी गर्दाखेरि एकदमै गोपनीयता हुन्छ है। तपाईँले कसैको बालविवाह देखेको कसैमाथि महिलामा हिंसा भयो भने तपाईँले भनेको भनेर भनिँदैन त्यहाँ गोप्य हुन्छ। कानुनी परामर्श पनि लिउ बुझेको मान्छे सरहरू अनि शिक्षकहरूबाट सम्बन्धित घटनाको बारेमा सम्बन्धित निकायलाई फोन गराउँ हुन्छ ठिक छ ल। भन्दै अब लैङ्गिक हिंसा आजैबाट के गरौँ सबजना हेर्नुहोस् त त्यसरी मिलेर एक ठाउँ भएर के गर्नु पर्यो यो हिंसाको लाग्न पर्यो भने सानो भिडियो सुटिङ थियो गाडा गुरुङ गरेर तपाईँ सबैजना त्यसो भन्दै पनि मन छ है। सरले भन्नुभयो हामी फाटेको मन सिलाउन है। फाटेको मन सिलाउन सामान्य कुरा हो। जब हामीले यो मेलमिलाप के हो न्यायिक समिति के हो हामीले गर्नुपर्ने कुरा के हो गर्न नहुने कुरा के हो जबसम्म हामीले बुझ्न सक्दैन तबसम्म हामी यो न्यायिक तथा कानुनी साक्षरता सम्बन्धी ज्ञान लिएको हामीले व्यवहारमा लागू गर्न सक्छौँ। त्यसैले समाजमा विभिन्न प्रकारका डिस्क्रिमिनेसन विभेदहरू हुन्छन्। ती विभेदहरूलाई पनि हामीले अन्डरस्ट्यान्डिङ हुनु त्यो अन्डरस्ट्यान्डिङ हुनको लागि केही भाइ बहिनीहरूले अघि सरले देखाउनु भयो एउटा 9 भन्नुहुन्छ अर्को पक्ष 6 भन्नुहुन्छ है। त्यसको उदाहरण नेपालीमा पनि 63 को कुरा 6 एकतिर छ र 3 एकतिर। हामीले त ठ्याक्कै त्यो 3 एकतिर फर्केको र 6 एकतिर फर्केको त्यो वातावरण हामीमा भयो भने पनि त्यसले चाहिँ राम्रो दिँदैन। यदि हामी मेलमिलाप हुनको लागि हामी 63 कहिल्यै बन्नु भयो। त्यसैले भाइ बहिनीहरूले समाजमा भएका विभेद परिवारमा भएका विभेद इभन हाम्रो विद्यालयमा कक्षामा साथी बिचमा पनि विभिन्न प्रकारका हिंसाहरू हुन सक्छ। लैङ्गिक हिंसा पनि हुन सक्छ र अन्य विभिन्न प्रकारका द्वन्द्वहरू पनि हुन सक्छ। त्यसलाई हामीले आज जुन महत्त्वपूर्ण विषयवस्तु हामीले सरहरूबाट ज्ञान लिएका छौँ त्यो ज्ञानलाई व्यवहारमा हामीले उतारेर हामी विद्यार्थीहरू सिकाइ हुनको लागि हामीले सिकेका विषयवस्तुहरू व्यवहारमा लागू भएपछि मात्र त्यसको औचित्य हुन्छ। त्यसैले भाइ बहिनीहरूले इमान्दारपूर्वक हामीले जे जति कुराहरू हामीले सिकेका छौँ ती सिकेका कुराहरू हाम्रो व्यक्तिगत जीवनमा पनि लागू गर्ने र घर परिवारमा पनि यस्ता विभिन्न प्रकारका द्वन्द्व मतभेद विवादहरूलाई अब हामीले चाहिँ समाधान गर्न सक्ने क्षमता तपाईँहरूले बोक्नु भएको छ भन्ने विश्वास गरेका छौँ। जब यहाँ यो कार्यक्रममा हामीले यति धेरै विषयवस्तुहरू ज्ञान गरिसकेपछि भाइ बहिनीहरूले पनि आफ्नो जीवनमा आफ्नो व्यवहारमा यी कुराहरू लागू गर्नुहुनेछ
र घर परिवारमा पनि सानातिना द्वन्द विभेदका कुराहरूलाई तपाईँहरूले बुझ्नुहुनेछ भन्दै म मेरो महत्त्वपूर्ण भनाइ यहीँ अन्त्य गर्छु र यहीँ तथा कानुनी साक्षरता सम्बन्धी यो कार्यक्रम सञ्चालन अथवा यो ज्ञान दिने सौभाग्य अवसर प्रदान गर्नुभएकोमा उहाँहरूको सम्पूर्ण टिमलाई विद्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद दिँदै मेरो भनाइ यहीँ हुन्छ। भाइ बहिनीहरू बसेका छौँ। हामीले अहिलेसम्म 700 जना भाइ बहिनीहरू छ भने हामीले साक्षात्कार गर्दै आयौँ। हाम्रो अहिले 1000 जना भाइ बहिनीहरू छ भने हाम्रो यो कार्यक्रम सम्पन्न गर्दा 1000 भन्दा माथि भाइ बहिनीहरू छ। हामीले यो सामुदायिक मेलमिलाप केन्द्र प्लस यो न्यायिक समिति र कानुनी साक्षरता सम्बन्धीको कुराहरू तपाईँहरूसँग हामी भाला प्रसारी गर्नेछौँ। किनकि तपाईँहरू 50 जनाको घर समृद्ध भयो भने मेलम्ची नगरपालिकाको यो वडा नम्बर 8 को चाहिँ वडा नम्बर 8 को एउटा सिङ्गो गाउँ नै समृद्ध बन्छ। त्यहाँ तपाईँहरूले बुझेका कुराहरू घरमा गएर लन्च गर्नुभयो, वल्लो पल्लो घर छिमेको भन्नुभयो भने त्यहाँ विवाद भनिदिनै पर्दैन, झैझगडा भनिदिनै पर्दैन हो। यो कुराहरू पक्कै पनि यहाँले अवलम्बन गर्नुहुनेछ भन्ने मैले आशा व्यक्त गरेको छु, लिएको छु। तर पनि हामीले जति कुराहरू यहाँ सिक्यौँ नि, आज सिकेको कुराहरू साइबर क्राइम सम्बन्धी अहिले सरले महत्त्वपूर्ण कुराहरू भन्नुभएको छ। अहिले कक्षा 4-5 पढ्ने भाइ बहिनीहरूदेखि पढ्नुपर्छ यो साइबर क्राइम साँच्चीकै भनिदियो भने। उहाँहरूले मोबाइल एकदमै चलाउनुहुन्छ। अहिले कक्षा 4 देखि नै पढ्ने भाइ बहिनीहरूले मोबाइल चलाउनुहुन्छ। तपाईँहरू यहाँ हामीले मोबाइल चलाउँदैन भने पनि स्कुलमा मोबाइल लिएर आउनु हुँदैन, तर घर पुगिसकेपछि तपाईँले कहाँ कसको घरमा नेट छ, कहाँनिर चाहिँ तपाईँको पासवर्ड हाल्नु भएको छ, तपाईँहरूले नजिकै गएर 1-1 घन्टा 3 घन्टा मोबाइल यहाँले चलाउनुहुन्छ। यो कुरा एकदम विश्वस्त हो, 1-2 जनाले नचलाउनु होला, तर पनि सही तरिकाले सही ढङ्गले यहाँले त्यो सामाजिक सञ्जाल चलाउनु होला भन्ने मैले अनुरोध गर्दछु। चलाउनै हुँदैन भन्ने कुराहरू होइन, त्यस्तो अत्यन्त ज्ञानवर्धक कुराहरू पनि छ। बहिनी के भयो, उहाँको टाउको त यहाँ छैन न, जग्न नमारौँ ल है त, एकछिन धैर्यता होइन। यहाँले यो दिनभरि पढ्नुभयो, म एउटा कथा बढौँ, तर पनि हाम्रो समाज कस्तो छ अरे भन्ने कुरो म सानो एउटा कथा भनेर टुङ्ग्याउँछु, सक्छु कार्यक्रम ल। यहाँले ध्यान दिएर सुन्नु होला। एउटा घना जङ्गलमा एकजना आध्यात्मिक एउटा महात्मा गुरु चाहिँ तपस्या गर्न त्यो जङ्गलमा बस्नु भएको थियो। तपस्या गर्ने क्रममा उहाँ एकदम तपस्वी हुनुहुन्थ्यो, ध्यान गरेर बस्नु भएको थियो। ध्यान गरेर बसिरहने क्रममा त्यो जङ्गलमा चाहिँ एउटा सिकारी जाँदो रहेछ। सिकारीले त्यहाँ गएर चाहिँ शिकार खेल्दो रहेछ, जाल थाप्दो रहेछ र त्यहाँ चराहरू मारेर ल्याएर आफ्नो शिकार आफ्नो भोजन गर्दो रहेछ सिकारीले। र एवं क्रमले त्यो शिकार गर्ने क्रममा तपाईँको चाहिँ चरा, अब सबै चराहरू मर्छन् भन्ने कुरो हुँदैन। सिकारीले शिकार हान्छ, तर कतिपय घाइते पनि त हुन्छ नि त। कोही चराहरूको पखेटा भाँचिएला, कोहीको खुट्टामा चाहिँ खुट्टा भाँचिएला, चोटपटक लाग्ला। त्यति हुँदाहुँदै त्यो ऋषिले तपस्या गरेको ठाउँमा एउटा घाइते चरो ठट्ट उडेर आएर ऋषिले तपस्या गरेर बस्नुभएको ठाउँमा अगाडि आएर त्यो चरा खस्यो। ताकि त्यो चरा घाइते थियो, सिकारीले यसलाई घाइते बनायो भन्ने कुरो महात्माले थाहा पाउनुभयो र त्यसको त्यो चाहिँ घाइते चरालाई उहाँले औषधि उपचार गर्नुभयो, सिकाउनुभयो उहाँलाई। अनि उहाँले के सोच्नुभयो, गुरुले भने आध्यात्मिक उहाँ महात्माले के सोच्नुभयो भने अब पक्कै पनि यो जङ्गलका चराहरूलाई मैले केही न केही सिकाउनुपर्छ, होइन भने त सिकारीले एक दिन 2 दिन 3 दिन गर्दै यो जङ्गलभरिका चरा मारेर खाने भयो भन्ने खालको महात्मालाई लागेछ। उहाँले त्यो घाइते भएको चरालाई उपचार गर्ने क्रममा 7-10 दिन राख्दाखेरि उहाँले त्यो चरालाई के भनेर सिकाउनु भएछ भने सिकारी आउँछ, जाल फिजाउँछ, चारो हाल्छ, त्यहाँ जानु हुँदैन, मारेर खान्छ भन्ने कुरा त्यो घाइते चरालाई सिकाउनु भयो महात्माले। सिकारी आउँछ, जाल फिजाउँछ, चारो हाल्छ, त्यहाँ जानु हुँदैन, मारेर खान्छ भनेर त्यो घाइते चरालाई सिकाउनु भयो। ऊ विषय पनि भयो, राम्रोसँग भाषा पढ्न सक्ने भयो, उसले त्यो कुरा जान्ने भयो। उसले त्यो जानिसकेपछि तिमी अब जाऊ, उडेर जाऊ, आफ्ना साथीहरू सम्पूर्ण जङ्गलमा भएका साथीहरूलाई चाहिँ यो कुराहरू सिकाऊ। सिकारी आउँछ, जाल फिजाउँछ, चारो हाल्छ, त्यहाँ जानु हुँदैन, मारेर खान्छ, यो कुराहरू पढाऊ, सबै तिम्रो साथीहरूलाई पढाऊ भनेर सिकारीले के अरे चाहिँ महात्माले त्यो चरालाई जङ्गलमा पठाउनु भयो। अनि त्यो चराले गरे एउटा 2टा 3टा चरा गर्दै यहाँहरू जस्तै ग्रुप समूह जम्मा पारेर चाहिँ त्यो कुराहरू पढाउने क्रममा चाहिँ अनि जङ्गलबाट के खालको ध्वनि चराहरूले निकाल्न थाल्यो भने सिकारी आउँछ, जाल फिजाउँछ, चारो हाल्छ, त्यहाँ जानु हुँदैन, मारेर खान्छ भन्ने कुराहरू ती चराहरूले पढ्न थाले। त्यो कुरा महात्माले सुन्नुभयो, महात्मा अत्यन्त खुसी हुनुभयो। आहा, मैले पढाएको, एकजनालाई मैले पढाएको त्यो सन्देश जङ्गलमा गएर जङ्गलभरि गुन्जियो। सारा जङ्गलमा चाहिँ
सबै चराहरूले सिकारी आउँछ, जाल फिजाउँछ, चारो हाल्छ, त्यहाँ जानु हुँदैन, मारेर खान्छ। कति राम्रो सन्देश हेर्नु त। अनि सिकारी शिकार खेल्न आयो, त्यही जङ्गलमा शिकार खेल्न आयो। शिकार खेल्न आउने क्रममा त्यो सिकारीले सुन्यो के भने चराहरूले, सिकारीले सुन्यो सिकारी आउँछ, जाल फिजाउँछ, चारो हाल्छ, त्यहाँ जानु हुँदैन, मारेर खान्छ भन्ने कुराहरू, सारा चराहरूले भनेको कुराहरू त्यो सिकारीले सुन्यो। अब के गर्ने, बर्बाद हो नि। अब त यो जङ्गलका चराहरू अति बाठा भएछन्, अब मैले शिकार गर्न नसक्ने भएँ, अब एउटा पनि चरो मार्न नसक्ने भएँ भनेर ऊ व्याकुल भएर बसेको थियो। तर पनि उसले के दिमाग खियायो भने म जाल हाल्छु, चारो पनि छर्छु भन्ने उसको दिमागमा आएर उसले फ्याट्ट जाल हान्यो, चारो पनि छर्यो। तर भरका जङ्गलका चराहरू आएर त्यो जालभित्र फसे। सिकाको कुरा काम लाग्यो त ती चराहरूलाई? लागेन नि। भरका चराहरूलाई पोको पार्यो, जाल बोको, सिकारी हिँड्यो। भनेपछि यहाँलाई मैले सन्देश दिन खोजेको त्यो महात्माले चरालाई पढाए जस्तो भयो भने त कुनै अर्थ रहेन रहेर। हामी चाहिँ हाम्रो उद्देश्य भनेको विवाद रहित घर, विवाद रहित समाज, विवाद रहित वडा र विवाद रहित नगरपालिका बनाउने उद्देश्यले हामी तपाईँहरूसँग साक्षात्कार गर्न आइरहेका छौँ। यति मेहनतका साथ हामीले यो थोरै अत्यन्त थोरै छ मेलम्ची नगरपालिकाले बजेट विनियोजन गरेको। हामी भोलिन्टियरको रूपमा खटिरहेका छौँ। सामुदायिक मेलमिलाप सेवा केन्द्र भनेको एकदम यो चाहिँ तपाईँको चाहिँ यो नाफामुखी संस्था होइन, यो एकदम सेवामुखी संस्था हो। हामी भोलिन्टियरको रूपमा हाम्रो पूर्व अध्यक्षज्यू हुनुहुन्छ, सचिवज्यू हुनुहुन्छ, म छु। हामी गत वर्ष पनि तपाईँहरूसँग त्यस्तै कार्यक्रम लिएर आएको थियौँ, वडा कार्यमा गरेका थियौँ। त्योभन्दा अलि लामो कार्यक्रम अहिले यो वर्ष हामीले यहाँ गऱ्यौँ। अब हामीले यति मात्र होइन, सामुदायिक मेलमिलाप सेवा केन्द्रले अब आगामी वर्षदेखि टोलटोलमा एउटा चाहिँ सडक नाटकको सन्देशबाट चाहिँ विवाद रहित समाज बनाउनको निमित्त घरेलु हिंसाहरूका विषयमा चाहिँ हामीले सडक नाटक सम्बन्धी सन्देश प्रवाह गर्नुपर्छ भन्ने कार्यक्रम पनि हामीले बनाएको छौँ। आउँदो वर्षलाई हामी त्यो कार्यक्रम नगरपालिकामा पेश छौँ। भनेपछि यो अहिले मैले भनेको कथा, अहिले हाम्रो सरले सुनाउनु भएको जेठी माइली र कान्छी बुहारी बन्ने कथा, तपाईँहरू कुन बुहारी बन्ने हो त तपाईँलाई छोड छ। र अहिले मैले जुन कथा सुनाएँ यहाँलाई, अहिलेसम्म हामीले दिएका सन्देशहरू यहाँले घरमा गएर एउटा पनि व्यवहारमा उतार्नु भएन। तपाईँहरू घरमा जाने बित्तिकै एक आपसमा उल्लु पल्लो गरेर साथी झैझगडा गर्नु थाल्नुभयो, विवाद उत्पन्न गर्नु थाल्नुभयो भने त यो पढाएको काम लागेन नि, लागेन नि। तर त्यस्तो हुँदैन। तपाईँहरू एकदम हामी अहिले यो नौवटा विद्यालय पछाडिको कार्यक्रम यो विद्यालयमा गर्दैछौँ। आज तपाईँहरूकोमा हामीले हेरेका छौँ कुन विद्यालय कतिको अनुशासित विद्यार्थीहरू हुनुहुन्छ, त्यो कुरो पनि हामीले मूल्याङ्कनको पाटोको रूपमा राखेका छौँ। हामी वडा नम्बर 1 देखि वडा नम्बर 13 सम्मका विद्यालयहरूमा हामी जान्छौँ र कक्षा 9 र 10 भनेको माध्यमिक तहको अभिभावकत्व ग्रहण गर्ने विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ र उहाँहरू अत्यन्त अनुशासित हुनु पर्यो र भविष्य निर्माण भोलि यो नगरपालिकाको उपमेयर बन्ने तपाईँहरू मध्येबाट हो, यहाँको वडा अध्यक्ष बन्ने तपाईँहरूबाट हो, यहाँको मेयर बन्ने भोलि तपाईँहरूबाट हो। हामीले जति पनि हेरौँ जुन बजार लाइनका सहरी एरियामा विद्यालयहरू हामीले पाउने पार्टीको जालपादेवी माध्यमिक विद्यालयमा कार्यक्रम गऱ्यौँ, इन्द्रेश्वरी माध्यमिक विद्यालयमा कार्यक्रम गऱ्यौँ, केर्से माध्यमिक विद्यालयमा कार्यक्रम गऱ्यौँ। त्योभन्दा अलिकति दुर्गम अलिकति विकट हो नि त यो ठाउँ भनेको। त्यहाँ भनेको तपाईँको चाहिँ यातायातको एकदमै पहुँच छ, बजार नजिक छ, क्याम्पस कलेज नजिक छ, नगरपालिका नजिक छ, हरेक चिज नजिक छैन त। त्योभन्दा तपाईँहरू अति टाढा हुन्छ। तर तपाईँहरूलाई मैले सेल्युट गर्नुपर्छ, अनुशासनमा तपाईँहरू नम्बर 1 अहिलेसम्म हामी गएकोमा चाहिँ अनुशासनमा तपाईँहरूको राम्रो पाइएको छ। यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। हामी मेलमिलापकर्ताहरू हामी धेरै तपाईँको चाहिँ ठुला अपराधहरू, ठुला जघन्य तपाईँको चाहिँ घटनाहरू नै मिलाउन सक्ने अधिकार त हामीलाई दिएको छैन। तर नगरपालिकाको न्यायिक समितिको एउटा सहयोगी संस्थाको रूपमा सामुदायिक मेलमिलाप सेवा केन्द्र रहेको छ। यो दर्तावाल संस्था हो, यो नगरपालिकामा दर्ता छ। यसले चाहिँ तपाईँको चाहिँ स्थायी प्यान नम्बर पनि प्राप्त गरेको छ र नगरपालिकाभरि 136 जनाले 8 दिवसीय तालिम, जुन त्यो 48 घण्टाको हुन्छ, दिनको 6 घण्टाको दरले 8 दिवसीय तालिम प्राप्त गर्नुपर्छ। त्यो 8 दिवसीय तालिम प्राप्त गरिसके पछाडि नगरपालिकामा सूचीकृत हुनुपर्छ
र अहिले हाम्रो 82 जना स्वीकृत हुनुहुन्छ 136 जना मध्ये। कोही साथीहरू कोही बाहिर जानु होला तालिम लिएर, कोही कता जानु होला र त 42 जना मध्येको बढी छ हाम्रो 13 जनाको। त्यो 13 जनाको बढी मध्ये नगर सञ्जालको संयोजक म छु भने सचिव हाम्रो उहाँ हुनुहुन्छ गणेश ढकालजी, पूर्व अध्यक्ष हाम्रो शिव नेपालजी हुनुहुन्छ। यसै गरी हामीले तपाईलाई एउटा ज्ञानको ज्योति छर्नको निमित्त र यो समृद्ध समाज निर्माण गर्नको निमित्त हाम्रो पहल कदमी रहनेछ। र यो विवादका विषयमा हामी भनेको तपाईको चाहिँ डाक्टरले त्यो सियोले घाउ सिलाउँछ फाटेको ठाउँमा भने हामी चाहिँ मन फाटेको ठाउँमा एउटा संवादको धागो अनि त्यसपछि विश्वासको सियो हामीले प्रयोग गर्ने चिज त्यति हो। संवादको धागो र विश्वासको सियोले हामीले फाटेको मनलाई सिलाउने काम चाहिँ समुदाय निर्माण सेवा केन्द्रले गर्दछ र त्यसका निमित्त हामी जहिले पनि समाजमा उत्तरदायी हुनेछौँ। जो चाहिँ विवादमा रहने पक्षहरूका निमित्त हामी जहिले पनि त्यो मिलाउनमा प्रयत्न गर्नेछौँ। यो हाम्रो उद्देश्यभित्र पर्ने कुराहरू हो। यो लामो समय धैर्यताका निमित्त यो गर्मीको समयका बावजुद पनि यहाँ धैर्यता अपनाउनु हो, बसिदिनु हो धैर्यताका साथ। तर बसिदिए बाद मलाई विश्वास छ तपाईहरू भरे घरमै गइसके पछाडि होला कतिपय तपाईहरू यहाँ भन्न मिल्दैन, कतिपयको मनमा लागेको होला यो यहाँ पढेकै विषयमा पनि तपाईहरूले चाहिँ यहाँ साइबर क्राइम सम्बन्धी महत्त्वपूर्ण कुराहरू टिप्सहरू लिनुभएको छ, पढ्नु भएको छ। महिला हिंसा लैङ्गिक हिंसा सम्बन्धीका कुराहरू यहाँले लिनुभएको छ। यो विषयमा यहाँलाई थाहा छ प्रश्न पनि अब हामीले नगरे कसले गर्ने भन्ने विषय पनि यहाँलाई थाहा छ र यहाँले यो व्यवहारमा पक्कै पनि उतार्नु हुनेछ भन्ने आत्मविश्वासका साथ हामी यो कार्यक्रम तपाईँहरूमाबाट टाढा हुन गइरहेका छौँ। यो समय प्रदान गराइदिनु हुनुका निमित्त यस विद्यालयका आदरणीय प्रधानाध्यापक एवं कार्यक्रम अवधिभर हाम्रो आदरणीय चौधरी सर सहायक सर यहाँ हाम्रो माझमै बस्नु, उहाँले स्पष्ट रूपमा उहाँले बुझ्नु भएको थियो यो कार्यक्रमको बारेमा। उहाँहरूलाई सबैजनालाई विशेष धन्यवाद ज्ञापन गर्दै यो उपस्थित कक्षा 8 देखि कक्षा 10 सम्मका भाइ बहिनीहरूलाई पनि हाम्रो समुदाय निर्माण सेवा केन्द्रको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै यो आजको कार्यक्रम यहीँ समापन भएको घोषणा गर्दछु। र यो कार्यक्रम समापन भए पश्चात हामी ग्रुपमा एउटा फोटो खिच्नेछौँ यो ब्यानर लिएर अनि छुट्नेछौँ। हस्, र यो कार्यक्रम यहीँ समापन